आदरणीय दर्शकवृन्द नमस्ते। धेरै वर्ष पहिला तमुहुल थियो। तमुहुलको आफ्नै वेशभूषा, भाषा, परम्परा, संस्कार, संस्कृति थियो। जुन तमुहुल काली गण्डकी र बुढी गण्डकीको बीचको भूगोललाई नै तमुहुल भनिन्थ्यो। जुन तमुहुलमा तमुहुलको तमुनासाहरूमा तमुकी बोल्ने गर्दथ्यो र त्यो तमुकीहरू अहिलेसम्म पनि तमुनासाहरूमा बोल्ने गर्छ र त्यही तमुनासाहरूको केही तमुकीहरू मैले सिकाउन गइरहेको छु। यो मेरो प्रयास हो। मभन्दा धेरै बुद्धिजीवीहरूले पनि अब किताबहरू निकालिसकेको छ, तपाईँहरूले बजारमा किनेर पढेको होला। सर्वप्रथम त मैले यो नाउनबाट सिकाउँछु। अब भाषै जान्नको लागि त अब अलिकति ग्रामर त जान्नै पर्छ। जस्तै नाउन, एडजेक्टिभ, भर्ब, एडभर्ब, प्रेपोजिसन, कन्जक्सन, इन्टरजेक्सन, हैन, यी सबै आउनै पर्छ। यो फेरि यही जानिहाल्नुपर्छ भनेर त्यस्तो अप्ठ्यारो नलिनु होला। एकदम सजिलो छ गुरुङ भाषा सिक्नलाई है। त्यसकारण म थोरै प्रनाउन्सिएसन गरिदिन्छु। तपाईँले भिडियोमा सुनेर बुझ्ने कोसिस गर्नु होला। अब नाउनहरूबाट सुरु गर्छु। स, माटो। माटोलाई अब स भन्छ। स, माटो। योपा, ढुङ्गा। धी, घर। क्यु, पानी। गर, खेत। किबारी, खरबारी। मसी, चामल। पा, रक्सी। तमु, गुरुङ। छि, घाँस। त, बन्चरो। क्वे, कपडा। यति मात्र मैले चाहिँ अहिले नाउनको विषयमा भनिदिएको छु। तपाईँहरूले चाहिँ कमेन्टमा यो चिजले के भनिन्छ भनेर कमेन्टमा लेख्नुहोला। ती सबैको मैले चाहिँ त्यो कमेन्टमा हेरेर फेरि भिडियो गरेर नाउनहरू क्लियर गरिदिन्छु। त्यसपछि फेरि एडजेक्टिभमा गएर सिक्ने जमर्को हामीले गर्नुपर्छ र यसरी अगाडि जान सकिन्छ।